2018 तिर जिन्दगी चिल्याक्स पारमा चलिरहेको थियो। पढाइसँगै स्ट्यान्डअप कमेडी, रमाइलो, घुमफिर, स्लाइटली सफ्टली मुख पनि छाडिरहेको हुन्थे। लगभग 4 जिपेवाला लाइफ थियो। त्यसपछि आउँछ डिसेम्बर 2019 को त्यो कालो रातहरू। रात त चाहिँ कालै हुन्छ। हजारौं जना मरे। पक्कै पनि धार्मिक थियो होला, किनकि मुख छाड्ने पापीहरू, डबल मिनिङवाला कुरा गर्ने राक्षसहरू बाँचेर भिडियो बनाइरहेका थिए। रिप फर दोज ब्युटिफुल सोल्स जसलाई कोरोनाले लग्यो। राम 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 राम। ए म त मुस्लिम हो क्यारे। त्यतिखेर कोरोनाको टाइममा जेनजीको लागि कोरोना भाइरस भालु जस्तै थियो। केही टाइमको लागि आयो, मजा दिएर गयो। नो स्कुल, नो कलेज, नो टिचर, नो पढाइ, नो अदुवा लसुन। 2019 देखि 2022 को लाइफ 4 जिपिएबाट 69 जिपिएतिर गएको पत्तै भएन। कन्फ्युज हुने होइन, 69 जिपिए होइन, 69 त इमोसन हो, 69 त मेमोरी हो, जेनजीहरूको ड्रिम हो। मुक्कै नै नुनिलो भयो। हुन्छ नि, हाई क्वालिटीवाला स्टुडियोमा अरूको च्यानलको लागि उभिएर स्ट्यान्डअप गर्नुको सट्टा आई प्रिफर्ड आफै केही नयाँ गर्ने हो। लौडा जस्तो रुम थियो, झाड जस्तो भिडियो क्वालिटी आउँथ्यो, भ्युज पनि कन्टेन्टतिर भएको भुत्ला जस्तो आउँथ्यो थोरै। तर त्यतिखेरदेखि कन्टेन्ट लेख्ने, कमेडी गर्ने क्वालिटी त थियो मसँग। मुख छाड्न त मलाई बच्चैदेखि आउँथ्यो। जस मेरो भ्युवर्सहरूलाई सेटिस्फाई गर्न, अर्गाजम दिन चाहिँ सकिरहेको थिएँ मैले। के भने जस सकिरहेको थिएँ। 2022 मा मेरो कलेज लाइफ सकियो एन्ड आई बिलोङ्स टु लोवर मिडल क्लास फ्यामिली। एक्ज्याक्टली नेपालीमा भन्दा तल्लो बीच कक्षा परिवारबाट हो म। त्यही भएर मलाई बीचको कुराहरू धेरै मनपर्छ। अनि बीच पनि मनपर्छ, त्यो समुद्रवाला बीच। सो जुनसुकै फ्यामिलीबाट भए पनि हामीलाई फ्यामिलीले के कसरी पढाइरहेको हुन्छन्, कलेज पढ्दा लौडा मतलब हुँदैन। अब कलेज सकिएपछि फ्यामिलीलाई इकोनोमिकली पुस गर्नु पर्यो। सो आई चुज फुल टाइम प्रोफेसनल ड्युटी। सबै चट्टै छोडेर म 25,000को जागिरमा व्यस्त भएँ। जेनजीको आन्दोलन भयो, ओली निस्क्यो, बालेन सरकार आयो, स्यालेरी 25,000 नै हो। सो कन्टेन्ट लेख्ने, कमेडी गर्ने कुरामा कन्सिस्टेन्सी चाहिन्थ्यो, जुन मैले गर्न सकिनँ। भिडियोको लागि टाइम दिन नि सकिन्थ्यो, तर धेरै कुराहरूले फोकस हुन सकिएन। तर अब चाहिँ के भयो भने फेसबुक, इन्स्टा, टिकटक, युट्युबमा जो पनि आएको छन्, हईको पादेको भिडियो हालेर नि भाइरल भएका छन्, चलिरहेका छन्। भाइरल त मलाई लौडा मतलब हुँदैन, चलिरहेको छन्। हुन्छ नि, बाहिरतिर विदेशमा फरेनमा चलेको भिडियोहरूको कपी भिडियो बनाएर हालेका छन्, त्यही पनि चलेका छन्। अनि केटीहरूलाई त झन् कन्टेन्टै चाहिँदैन, म त यतिकै हेरिदिन्छु तिनीहरूको भिडियो। अब मौका यही हो, सोचेँ मैले, एन्ड आई डिसाइड टु कम ब्याक इन दिस फिल्ड। म चल्छु चल्दिनँ, मलाई लौडा मतलब भएन, किनकि आई हेभ ब्याकअप प्लान। मसँग 25,000को जागिर छँदैछ। तर अब भिडियो चाहिँ ब्याक टु ब्याक आउनेछ। एन्ड आई एम ग्रेटफुल टु हेभ सच अ लोयल सब्सक्राइबर्स अन युट्युब च्यानल, सच अ लोयल फलोवर्स अन फेसबुक पेज। यति वर्ष हराउँदा पनि अनसब्सक्राइब, अनफलो गरेनौ तिमीहरूले। टिकटक, इन्स्टाको भिडियोजको मलाई लौडा मतलब भयो नि, जेसुकै हुन्छ तिमीहरू। यति भन्दै आजको यस एकल वाचकबाट म बिदा हुन चाहन्छु। हवस् त नमस्ते, गएको ल।